ल है नमस्कार सबैजनालाई। यो विश्वकप 2026 को क्वार्टर फाइनलको अन्तिम दुई खेलहरू पनि आज बिहान सकिएको छ है। तपाईहरुको यो विश्वकपको अपडेट्स र जानकारी नछुटोस् है। त्यसको लागि तल फलो बटन छ, फलो गर्नुस् र यो भिडियोलाई लाइक र शेयर गरिदिनुस् है। सक्दो लाइक र शेयर चाहिँ गरिदिनुस् है। ल अब हामी कुरा गर्छौं आज बिहान भएका यो विश्वकपको क्वार्टर फाइनलका अन्तिम दुई खेलहरूको बारेमा। सुरुमा भएको थियो नर्वे र इंग्ल्यान्डको बीच। यो खेलमा नर्वेका प्लेयर आन्द्रेयस चेल्डरुपले 36 मिनेटमै गोल गरेर नर्वेलाई लिडमा लगेका थिए के। र त्यसपछि 45+2 भनेको हाफ टाइम भन्दा अगाडि थपिएको थोरै एडिसनल टाइममा इंग्ल्यान्डका प्लेयर जुड बेलिंगमले गोल गरेर 1-1 बनाए, इक्वलाइजर गरे। त्यसपछि यो खेल 90 मिनेटसम्म 1-1 नै भयो अनि एक्स्ट्रा टाइम थपियो के। एक्स्ट्रा टाइम थपिएको 2-3 मिनेटमै जुड बेलिंगमले दोस्रो गोल गरेर इंग्ल्यान्डलाई फेरि लिडमा लगे र यो खेल 2-1 मा सकियो के। ल इंग्ल्यान्ड 2 नर्वे 1 जसले गर्दाखेरि चाहिँ इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्यो भनी नर्वेको यो विश्वकपको लागि यात्रा यही समाप्त भयो के। ल अब अर्लिङ हाल्यान्ड र नर्वेले यति मेहनत गरेर यहाँसम्म पुर्याएकोमा एकदमै मेरो तर्फबाट ताली पनि छ र म त अब यो विश्वकपपछि अर्लिङ हाल्यान्डको फ्यानै पनि भएँ के। मनपर्ने प्लेयर को हो भन्दाखेरि अर्लिङ हाल्यान्ड भन्छु होला अब मैले, मलाई त्यति मन पर्यो। त्यसपछि अर्को खेल भएको थियो अर्जेन्टिना र स्विजरल्यान्डको बीचमा। अर्जेन्टिनाका प्लेयर मैकलिस्टरले 10 मिनेटमै हेडिङ गोल गरेका थिए कि जसले गर्दा अर्जेन्टिना लिडमा थियो। त्यसपछि हाफ टाइम पछि 67 मिनेटमा स्विजरल्यान्डका प्लेयर ड्यान डोयले गोल गरेर बराबर बनायो यो खेलमा। खेलको त्यहाँ ट्विस्ट कहाँ आयो भन्दाखेरि 72 मिनेटमा ब्रिल इम्बोलो स्विजरल्यान्डका स्ट्राइकरले रेड कार्ड खाए के। डबल येल्लो कार्ड खाएर त्यो डबल येल्लो कार्ड रेड कार्ड हुन्छ, रेड कार्ड भयो र स्विजरल्यान्डले त्यसपछि 10 जना प्लेयरले मात्र खेल्नु पर्यो के। अनि यो खेल 1-1 भयो र 1-1 भएपछि यो एक्स्ट्रा टाइममा गयो। एक्स्ट्रा टाइममा जाँदाखेरि जुलियन अल्भारेज अर्जेन्टिनाका प्लेयरले 112 मिनेटमा शानदार गोल गरेर फेरि लिड निकाले। त्यसपछि लटारो मार्टिनेजले 120 पछि एक्स्ट्रा टाइम थोरै 1-2 मिनेट थप्दाखेरि गोल गरेर 3-1 बनायो यो खेलमा। ल अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गर्यो भने स्विजरल्यान्डको लागि यात्रा यो विश्वकपको यही समाप्त भयो। ल अब क्वार्टर फाइनलको खेलहरू पनि सबै सकिसकेको छ। अब यो खेल सेमिफाइनलमा प्रवेश गर्यो के। अब जम्मा जम्मी गरेर 4 वटा खेलहरू मात्र बाँकी छ, 2टा सेमिफाइनलको, एउटा तेस्रो स्थानको लागि र फाइनल। ल अब सेमिफाइनलको खेलहरूको बारेमा म छिट्टै भिडियो लिएर आउँछु। अब 2 दिन जति खेल छैन, सायद मंगलबार राति भनेको बुधबार बिहान मंगलबार राति खेल छ। त्योभन्दा अगाडि म हजुरहरूको बीचमा सेमिफाइनलमा को खेल्दैछन् र यो गोल्डन बुट गोल्डन बलको लागि दावेदार को छन् के होला भनेर म भिडियो लिएर आउँछु। त्यतिखेरसम्म आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। यो भिडियो हेर्नु भएकोमा धन्यवाद। हजुरको दिन शुभ रहोस् है। ल यो फलो गर्नुस्, लाइक र शेयर चाहिँ गर्नुस् है। ल